कालीकोट जिल्लाको नरनाथ गाउँपालिकामा अहिले पनि 98% जनताहरूले ढुङ्गे उखलमा धान कुट्ने, घन्टौँ पैदल यात्रा गरेर पानी पिठो पिस्नका लागि पानीगट्टामा जाने र लाइन बस्नुपर्ने चलन जारी नै छ। तर त्यहाँको स्थानीय सरकारले विकास भनेको सडकलाई मात्र लिएको छ। साना तथा मझौला उद्योग सञ्चालनका लागि जस्तै मिल, बिजुली बत्ती नभएको चाहिँ होइन, तर बिजुली बत्ती विस्तारका लागि जनताहरू अनिच्छुक चाहिँ देखिएका छन्। यसको प्रमुख कारण हाइटेन्सन लाइन विस्तार भएको करिब 1 महिनापछि त्यहाँका 2 जना स्थानीय बासिन्दालाई करेन्ट लागेर मृत्यु भएको थियो। उक्त मृत्युले बिजुली लाइन जडान गर्दाखेरि दुर्घटना निम्तिन्छ भन्ने जनचेतना चाहिँ पक्कै पनि फैलिएको छ। यस्तो नकारात्मक सन्देशलाई विस्थापन गर्नका लागि स्थानीय सरकारको ध्यान चाहिँ पुगेको छैन। जनचेतनाको अभावका कारण दैनिक जीवनमा यस्ता कष्टहरू झेल्न बाध्य छन्, तर स्थानीय सरकार भने काँधमा तेल हालेर सुतिरहेको अवस्था छ। जनचेतना अभिवृद्धि गर्नु विकासको पहिलो आधार हो भन्ने सरकारलाई जानकारी रहेको छैन।